मैले अस्ति नै पनि एउटा भिडियो बनाइसकेको थिएँ। जब नेपालबाट सोझो सिधा नेपालीहरू आउनुहुन्छ अनि यहाँ धेरै वर्ष काम गरेको नेपालीहरू सेक्युरिटी कम्पनीमा सुपरभाइजर भनेर बसेका हुन्छन्। सुपरभाइजर पनि हुँदाहुँदै आफूलाई किङै ठान्ने मान्छेहरू हुन्छन्। यहाँ हेर्नुहोस्, यो भिडियो राखेको छु। यो यसरी कुट्छन् नेपालीले नेपालीलाई। यो कुट्ने नेपाली नै सुपरभाइजर रहेछ कम्पनीको, त्यो कुटाइ खाने पनि त्यही कम्पनीको। अनि अर्को दाइलाई, एउटा बुढो दाइलाई कुट्नु भयो। अब अर्को अलिक अधबैसे भाइ, अलि जवानी भाइलाई नै कुटे। अब यिनीले दुईजनालाई कुटे, सेम ड्रेस लगाएको छ, सेम कम्पनीको सेम मान्छे कुटेको छ यिनीले। अब म के भन्छु भने, जहिले पनि मैले के भन्ने गर्छु भने, जहिले पनि सुपरभाइजर पद छ मेरो, म खत्रै मान्छे हुँ, मलाई बोसले जे भन्यो त्यही मान्छ, म यस्तै मान्छे हुँ, म तिमीहरूलाई कुटेर पावर लाएर तिमीहरूको पैसा कटाउन सक्छु, तिमीहरूलाई सर्वाह गर्न सक्छु भनेर यदि तपाईँहरू सोच्दै हुनुहुन्छ भने यो सरासर गलत छ। तपाईँसँग पावर होला, बल होला, तिनीहरूसँग केही नहोला, त्यो मजबुरी फाइदा नउठाउनुहोस्। तपाईँले त्यसलाई एक झापड हान्दै गर्दा उसले हात फिर्काएन भनेर म महान हुँ, खत्रै डर हुँ भनेर तपाईँले सोच्दै हुनुहुन्छ भने सरासर गलत छ। भगवानले माथिबाट हेर्छ। भगवानको थप्पड जुन दिन तपाईँको हातमा पर्छ नि, गालामा पर्छ, त्यो दिन उठ्न नसक्ने हुन्छ। अहिले तपाईँले उसलाई त हान्नुभयो, केही छैन, तर जस्तै ठुलो गल्ती भए पनि त्यहाँ अथवा केही समस्याको समाधान होला, आखिर कुट्नै पर्छ भन्ने अवस्था छैन त्यहाँनिर। यो सिसिटिभी फुटेज मसम्म आइपुगेको छ। यो भिडियोलाई हेर्दैपछि तपाईहरुले पनि देख्नुहुन्छ होला, यो कुन कम्पनीको हो, कहाँको हो, को हो भन्ने कुरा प्रत्यक्ष थाहा हुन्छ होला। तर यसरी कसैलाई पनि यसरी नगर्नुहोस्, हातपात नगर्नुहोस्। म अहिले पनि भन्दैछु, भोलि पनि भन्दैछु, मसम्म धेरैजनाले मलाई भिडियो बनाइदिनुहोस् भन्दै आउँछ। म तर यो चाहिँ बाध्य भएँ यो भिडियो देखेका। यो भिडियो देखिसकेपछि चाहिँ यसरी कुट्न मिल्दैन। हेर्नुहोस्, यो कुट्ने मान्छे झापा हो घर, कुटाइ खाने पनि झापाको हो घर भनेर भनेको छ। तर म अहिले पनि भन्दैछु, यसरी कसैले कसैलाई कुट्न हुँदैन साथीहरू, मिलेर बस्नुपर्छ। जतिसुकै समस्या भए पनि विदेशमा आइसकेपछि म जस्तो खतरा पावरफुल कोही छैन भन्ने तपाईहरुले गर्न हुँदैन। म अहिले पनि भन्दैछु, भोलि पनि भन्दैछु, कसैले कसैलाई पावर देखाउनु हुँदैन। यहाँ कामको प्यारो हो, चम्चा गरेर चम्चागिरी गरिसकेपछि हल्का बोसको प्यारो होला, त्यो केही छैन। तर पनि त्यो काम गर्ने व्यक्तिलाई तपाईले कुट्नु भनेको एकदमै पापी कुरा हो। पापी भन्छु तपाईलाई, नर पिचास भन्छु। यसरी कुट्नु हुँदैन। तपाईको ठुलो बडी छ, ठुलो हाइट छ, म खत्रै जानदार हुँ भनेर त्यस्तो सोच छ भने बरु लड्न जानुहोस्, कालेहरूसँग लड्न जानुहोस्। तर त्यो एउटै नेपाली दाजुभाइ युनिफर्म लाएको छ, त्यो पनि युनिफर्म लाएको मान्छेलाई कुट्न हुँदैन। मैले अहिले पनि भनेको छु, धेरै पहिलादेखि मसँग सेक्युरिटी कम्पनीको मान्छेहरूले मलाई कम्प्लेन गरेको छ। कम्पनीको त होइन, आफ्नै नेपाली दाजुभाइहरूले मलाई कम्प्लेन गरेका छन् है साथीहरू। मैले अहिले पनि भन्दैछु।